हेलो गाइस, सरासर 2 दिन 3 दिन भयो पानी परेको। जिन्दगी गाह्रो छ। हिजो अलिअलि सिमसिम्दै थियो र मजाले आलु रोप्ने बारी खनेको है। आलु रोप्ने बारी त अहिले पुरा माछा पौडिने बारी पो भएछ। ल हेर्नुहोस्, माछा पौडिने बारी। अब यो यसमा आलु रोप्नु भनेको कसरी रोप्नु? अब फेरि एकचोटि खन्नै पर्यो, गाह्रो छ। त्यसैले के गर्नुपर्ने हो भनिदिनु होला। फेरि हेर्दै गर्नु। अब मेरो बुनेहरूले त रोपिसक्यो है, आलु रोपिसक्यो बुनेहरूले। अब योपालि चाँडै रोपे बुनेहरूले, छिटै फल्छ भनेर होला। अब हेर्दै जानुहोस्, बुनेहरूले छिटो फल्नेको लागि कस्तो भएछ त आलु रोप्ने बारी। आलु रोपिसकेको बारी हेरौँ त है गाइस, कस्तो भएछ हेर्नुहोस् आलु रोपेको बारी। ल हेर्नु गाइस, यहाँ चाहिँ आलु रोपेको छ है। आलु रोपेको बाली अब के भयो त? मकै बारी दराम भनेपछि आलु बारी दराम नै भएन त? यसमा आलु फल्छ हेर्नुहोस् त आफै। ल यो आलु फल्ने हो कि अब के फल्ने हो आफै विचार गर्नु होला। पानीले कस्तो नोक्सान गर्यो। आलु फल्छ अब भन्नुहोस् त ल आफै। आलु फल्ने भयो त? यहाँ अब आलु त दराम नै भएन त? आलु सालु सबै रोपिसकेको छ। अब यहाँ आलु फल्छ कि फल्दैन हेर्नुहोस् है। अब आफै विचार गर्नु। आलुबारी त दराम भयो। उदा धानबारी पनि दराम नै भएछ नि त। ल हेर्नुहोस् त। ल धानबारी अब यो कसरी गर्ने? ल हेर्नुहोस्, धानबारी पनि दराम भएन त? यो कसरी गर्ने? ल धानहरू, धान कसरी काट्ने? ल हेर्नुहोस् है गाइस, कसरी काट्ने? यो धान पनि दराम नै भएछ नि त। हेर्नुहोस्, पुरै कुनै छैन, कुनै उठेको छैन, सबै सुतेकै मात्रै छ। यस्तो हुन्छ दराम। ल हेर्नुहोस्, दराम धानबारी पुरै दराम। अब के भन्नु छ? यो बर्खामा चाहिने बेलामा आएन, टाइममा आएर हेर्नुहोस् त। ल सबै धानबारी होस् चाहे आलुबारी होस् दराम नै भयो।